स्ट्राटेजी त त्यो हो नि होइन। हामीसित यस्तो ठुल्ठुलो चिज छ जुन हामीले ब्रान्डिङै गर्न सक्यौँ। माउन्ट एभरेस्ट हामीसित छ। माउन्ट एभरेस्ट अरू कसैले क्रिएट गर्न सक्छ? भारतले सारा पैसा खर्च गरे पनि क्रिएट हुन्छ हुँदैन। हाम्रो लुम्बिनी, बुद्ध जन्मेको लुम्बिनी अरू कसैले क्रिएट गर्न सक्छ? सक्दैन। पशुपतिनाथै भन्नु, हामीले विश्वनाथलाई काशीलाई त्यत्रो ब्रान्डिङ गरिरहेछ, त्यत्रो गरिरहेछ। हामीले यो चिज चाहिँ गऱ्यौँ भने माउन्ट एभरेस्ट, लुम्बिनी, बुद्धिस्टहरूलाई हामीले एट्र्याक्ट गर्न सक्यौँ भने टुरिस्टको के गर्नु? हिन्दूहरू समेत ती हिन्दू 1 अरब हिन्दूहरू त्यहाँ छन्। हामीले धार्मिक हिन्दूहरूलाई मात्रै एट्र्याक्ट गर्न सक्यौँ भने हाम्रो यो टुरिज्मको कुनै समस्या छैन। त्यो सँगसँगै अहिले त मैले हिजो पनि भनेको थिएँ, अहिले वेलनेस टुरिज्म डेभलप भएर गएको छ संसारमा। शान्तिको लागि भनेर जाने पहिलो दिन आउने हामीसित हिमाल छ। योग गर्ने, ध्यान गर्ने, अनि योग गर्नको लागि ध्यान गर्नलाई शान्ति खोज्नको लागि अहिले युरोप, अमेरिका लगायतका मान्छेहरू, लाखौँ मान्छेहरू आउँदैन देश लागिरहेछ। यो वेलनेस टुरिज्मलाई मात्रै पनि हामीले प्रमोट गऱ्यौँ भने हामीले पैसा राख्ने ठाउँ हुँदैन। हाम्रो यत्रो सानो चाहिँ 2-2वटा ठुल्ठुलो 1.5 अरब जनसङ्ख्या भएको 2टा मुलुक छ। चीन र धेरै टाढा जानै पर्दैन हामीले। हाम्रो युरोप, अमेरिकन टुरिस्टबाट हाम्रो फाइदा छैन। तपाईँले हेर्नु भएर एक बोतल बियर खाएर 4 घन्टा बस्छ होइन अमेरिकन, युरोपियनहरू आएर केही किनेर लैजाँदा राम्रोसित मासु पनि खाँदैन, झार रक्सी पनि खाँदैन। अब पैसा त त्यहाँ छ। चाइनिजहरू आयो भने, इन्डियनहरू आयो भने, हाम्रो नेपालीहरू पनि बढी खर्च गर्छ। त्यही भएर हाम्रो फोकस भएको चाहिँ चाइनिज र इन्डियनमा हुनुपर्ने हो, व्यापक फोकस गर्नुपर्ने हो। त्यो सँगसँगै अहिले एउटा राम्रो पक्ष के विकसित भएको छ भने हाम्रो अहिले इन्टरनल टुरिज्म पनि व्यापक भएको छ। अहिले नेपालीहरू पनि अहिले हेर्नुहोस् न, मुस्ताङमा तपाईँको ट्राफिक जाम छ, मुक्तिनाथ जाँदा ट्राफिक जाम छ, लाखौँ हजारौँ मोटरहरू लागेको छ। इन्टरनल टुरिज्म त्यसरी प्रमोट भएर गइरहेको छ। नेपालीहरूले विभिन्न ठाउँमा जाने, धर्म कर्म गर्न जाने, विभिन्न उसमा जाने, यो विस्तार भइरहेको छ। यो पनि सकारात्मक पक्ष हो। त्यस कारण यो तपाईँहरूले जुन गरिरहनु भएको छ, यो नेपालको टुरिज्म यो पर्यटन भनेको चाहिँ उता हामीले हाइड्रो इलेक्ट्रिसिटीलाई नम्बर 1 भन्छौँ, तर त्यो लिमिट